हेलो गाइस, आज चाहिँ हाम्रोमा अन्तिम पुराण लगाएको थियो नि त मम्मीको नाममा। अनि अन्तिम पुराण आज साङ्गेको दिन है हजुरहरूलाई देखाउँ भनेर चाहिँ अब किन नदेखाउने होइन, हजुरहरूलाई देखाउँ भनेर चाहिँ आएको। र अहिले चाहिँ बिहान चाहिँ मैले भन्नु सकिनँ किनभने काम गर्दा गर्दा हत्तु होइन, बिजी भएको कारणले, आज साङ्गे भएको कारणले गर्दाखेरि। अन्त अहिले चाहिँ अलिकति फ्री भएर है खानाहरू खाइसकेर पुराण सकिसकेर चाहिँ हजुरहरूलाई भन्दैछु। र आज चाहिँ के भन्नु, चोखेको दिन, मतलब अब चोखिनु त अस्ति चोखेको। अनि र अब हुन्छ नि अब के भन्नु होइन, के भन्नु भन्नै आएन होइन। यही सम्झिनु, आज चाहिँ हाम्रोमा साङ्गे थियो पुराणको। र मान्छेहरू धेरै आएको कारणले म बिजी व्यस्त होइन, घरको मान्छे अब फोन ठराउँदै हिँड्नु भएन। र अहिले भिडियो गर्दैछु, हजुरहरू मजाले हेरिदिनु होला भन्दै। हजुरहरू पनि कस्तो हुनुहुन्छ, सन्चै हुनुहुन्छ होला है। त्यति नै हो, त्यति नै भन्नु आएको, हेर्दै गर्नु होला है, देखाउँछु। अरू सानो भिडियोहरू त मैले गरिसकेको छु, अलिअलि गर्दा गर्दै, र त्यही हाल्दैछु। ल हेरिदिनु होला मजाले, मन लगाएर, र सेयर अनि सब्सक्राइब गरिदिनु होला। अरू त के भन्नु होइन, यही गरिदिनु, साथ सपोर्ट दिइरहनु भएको छ, अझै अघि बढाउनुमा साथ दिनु होला भन्दै हेर्नु होला है, भिडियो चाहिँ मजाले हेरिदिनु होला। अनि यो चाहिँ बिहानको हो, र बिहान चाहिँ सेलरोटी पकाउने कार्यक्रम स्टार्ट हुँदै थियो है। अनि अलिअलि दृश्यहरू खिचेको थिएँ, त्यही होला। अनि बाहिर चाहिँ सब्जीहरू काट्ने, अनि आलु है के भनौँ न, अब बन्दाकोपी टमाटर है सबै काट्नै पर्यो। अनि यहाँ चाहिँ पकाउने कार्यक्रम हुँदै पनि थियो, अलिअलि गर्दै है, सक्नु पर्यो छिटै भनेर। अनि छिटै काम गरेपछि छिटै सकिन्छ भनेर चाहिँ है, अनि सकेपछि त ढुक्क हुन्छ नि त पकाइ तुलाइ गर्ने कार्यक्रम। अनि यहाँ चाहिँ हाम्रो लास्ट यज्ञको कार्यक्रम हुँदै थियो है। अनि यस्तै हो मानिसहरूको भिडभाड अलिअलि है, अनि धेरै पनि होइन, अलिअलि। अनि त्यही हो, पूजाहरू गरिरहेको थियो। बेला बेलामा ब्रेक टाइममा चाहिँ मैले खिचिरहेको थिएँ है। अनि पूजा गर्ने टाइममा खिचिदिने मान्छे पनि त हुनु पर्यो होइन, सबै त बिजी हुन्छ, कसलाई भन्ने होइन। अनि अलिअलि फ्री भएको टाइममा चाहिँ पालैपिलो गर्दै भिडियोहरू अलिअलि खिच्दै थियौँ है। त्यही भिडियो चाहिँ लगाएको छु, हेरिदिनु होला। अनि जसले सब्सक्राइब गरिदिनु भएको छैन उहाँहरूले सब्सक्राइब पनि गरिदिनु होला, लाइक कमेन्ट अनि सेयर पनि गरिदिनु होला है। सकेसम्म सक्दो नयाँ हुनेहरूले सब्सक्राइब गरिदिनु होला भन्दै। अनि भिडियो चाहिँ मजाले इन्जोय गरी हेरिदिनु होला है। जस्तो भए पनि खुसी साथ कमेन्ट गरिदिनु होला, लेखिदिनु होला है, अनि सेयर पनि गरिदिनु होला। अब चाहिँ होम गर्नका निम्ति है, अन्तिम पूजाको अन्तिम क्षणमा सबैजना हातमा होमको सामग्री लिएर, अनि बेलपत्ता फुलहरू हातमा समाई होम गर्नको तयारीमा लागेको छौँ। अनि यस कार्यक्रममा सबै व्रत बस्ने जति चाहिँ अघि बढेका छौँ। यति चाहिँ हामी सपरिवार है, सम्पूर्ण परिवारहरू चाहिँ व्रत बसेर होम गर्ने तयारीमा जुटेका छौँ। अनि हेरिदिनु होला है, मजाले खुसी साथ हेरिदिनु होला। फेरि पनि भन्छु, सब्सक्राइब गर्नुभएको छैन भने साथ सपोर्ट अनि सब्सक्राइब पनि गरिदिनु होला। सकेसम्म है सेयर पनि गरिदिनु होला। अनि अन्तिमसम्म भिडियो नकाटिकन हेरिदिनु होला है। अनि अब चाहिँ हामी होमपट्टि लागौँला, बेसी बोले है म पनि।
र अब चाहिँ हेर्नु होला है हजुरहरूले मजाले। यहाँ पनि चढाउनु त्यहाँदेखिबाट रातो फुल चढाइदिनु त्यहाँ सिधै भित्र जान्छ भित्र चढाउँछ भागत छ छोरीहरूलाई दिनु त चढाएर आउनुहुन्छ तपाईँको आरती पूजा गर्दै Cameraman. Kita. अब चाहिँ अन्तिम क्षणमा आइपुगेका छौँ र आरतीको लागि है सबैजना बाहिर निस्केको ल बेलपत्ता चढाएर चाहिँ हामी सबैजना बाहिर निस्क्यौँ। जय गणेश देवा माता गौरी पार्वती पिता महादेवा माता गौरी पार्वती पिता महादेवा ओम जय शिवा शिवा ओंकारा ब्रह्मा विष्णु सदा शिवा बोले बोले नाद महादेवा हर धाम गिरधर ओम हर 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 एकानंद चतुरानंद पंचानंद राधे हो शिव पंचानंद राधे हंसासन गरुराधन हंसासन गरुराधन वृषभान साधे ओम हर 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 महादेव दो भुजा चार चतुर्भुजा दश भुजा सोए हो शिव दश भुजा सोए तीनों रूप त्रिभुवन जन मोहे ओम Bye bye. उयो के अरे बिमारी हुने के साहेब आयो भुइँ साहेब अब आउँदै कनर कहाँ गयो कनर त अर्को बगायो आलु मात्रै छ अहिलेको आलु बेली कति पाके त टाइट बस्छ हिँड्दै हुन्छ को भान्से चाहिँ मिस दुर्गा प्रधानले चाहिँ दिँदैछ आज भान्साको धमाधम बिचरा काम गरेर हत्तु भइसक्यो। कति काम गर्यो दिदी कति काम गर्यो
यता हेर त चाहिँ आलु र चाना आलु र मटर यो हो के हो आम हात दिदीको हात भयो ऊपर से खाबे हाई गेस्ट पाहुनाहरू कहाँबाट आइपुग्नु भयो कहाँ से आले हो रोहा करके रहेका प्रसाद मांगा अच्छा से खाई के जावा ने और रोटी लेग बाकी ए बहिना हो गेल रोटी हमें रोटी हो अच्छा से खावा दीदी मारी करके खाई दे म त मार्बु त नि खाइ होले त के हेर्दैछ सै कसलाई फोटो खिच्दैछ तपाईलाई जानु भएको रोटी नि बाँच्यो भने नि रोटीमा उयो राख्नु कि मान्छेलाई दिँदा नफ्याँक्नु अझै लैजाउनु न अन्त अझै लैजाउनु भाइ म त उहाँ बाँड्दैन। त्यहाँ जाँदाखेरि छ भने लान्छु भोलि पर्सि आउँछु त्यहाँ जानु ल म गएको यो त माखनको लगेको मेरो घरमा लगेको हुन्छ फोटो बनाइराख्ने हो का हुन्छ नि के गर्नु भएको हजुर कहाँबाट आउनु भएको तपाईँ क्यामेराम्यान फोकस गरो नि हो त बरे खाएको छैन भोक लागेन कसैले सोधेन भनेर भएको छैन एकैचोटि उठेन भएन कसले गर्नु बाबा कोही छैन मात्रै आउँछ ल खोइ हाम्रो जेसिका भित्र के भन्ने नै मौका पर्यो छिटो भन न लजावती झर जस्तै लजाउँछौ हामी दुई बहिनीको चाहिँ काम छैन अब चाहिँ सक्यो पूजा पनि र अन्तिम भिडियो यो अन्त नि आज जेसिका चाहिँ हराएको छ हो जेसिका हराएको छ बल्ल 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 आएछ हो पमालाई पनि बोलाउ न पमा आऊ त यहाँ आऊ न अनि हामी चारजना यहाँ बाटोमा घुम्दै थियौँ अन्त नि अब चाहिँ हामी एन्ड गर्न आँटेको नि त अब बाई बाई भन्दैन हौ छिटो भन के हालेको हौ यस्तो नगर न यस्तो हाल्छ एन्ड गर्ने बेलामा चाहिँ यस्तो गर्यो आज चाहिँ जेसिका त बोल्दैन पनि अरे ए बोल्दैन जेसिका बोल्दैन हौ आयो र अब चाहिँ हामी घरतिर लागेको होला अलिकति ढुलो निक्लेको थियो बाहिरपट्टिबाट र हामी चाहिँ गरिनेको अनि यस्तै हो आजको भिडियो यहीँसम्म है अन्त गरेको हजुरहरूले अन्तिमसम्म भिडियो हेरेर साथ दिनुभएकोमा धेरै 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 धन्यवाद भन्दै बाई नेक्स्ट भिडियोमा भेटौँ